एक्सक्यूज मी, सुनिसियो त के गर्दै हुनुहुन्छ? निकै सिरियस देखिनुहुन्छ त। हार्ट ब्रेक फ्रेस हो कि पुरानै? आफ्नै काम हो। एन्ड डु आई इभन नो यु? यो पार्कले कति प्रेम कथाहरू देखिसक्यो। पहिलो भेट, अट्र्याक्सन, लभ, अट्याचमेन्ट र ब्रेकअप पनि। अय्या, एकचोटि मात्र टाउको ठोक्नु हुँदैन र नि त। ओहो, भनेपछि तपाईँ कविता पनि लेख्नुहुन्छ? त्यो पनि यति राम्रो, वाउ! आफ्नो काममा ध्यान दिनुहोस्। ठिक छ। यदि कुनै दिन सेयर गर्न मन लाग्यो भने आई वुड लभ टु रिड। कस्तो अजिब केटी रहेछ यार। मेरो साथीको लागि सानो उपहार, फ्रेन्ड्स। खानु मिठो छ। के सोच्दै हुनुहुन्छ? भन्नु। म यहाँ कसैसँग आउने गर्थेँ। हामीहरूले सँगै आउने बाचा गरेका थियौँ। तर मानिसहरू परिवर्तन हुँदो रहेछन्। मान्छे तिमीलाई देखेर के भन्न भन्ने चिन्ता छ मलाई। के गर्दै थियो भित्र? चुरो खाँदै थिएँ। अरू चुरो लाज लाग्दैन? अझै कराउँदैछ। कतिचोटि भनिसकेँ मैले तिमीलाई। धेरै चाहिँ छ। यो मेरो व्यक्तिगत कुरा। यसमा तिमीलाई के समस्या छ? व्यक्तिगत कुरा? तिम्रो व्यक्तिगत कुरा होइन, बुझ्यौ? तिम्रो नखरा बानीले मेरो इज्जतको दाग लाग्छ। ओहो, यति ठुलो कुरा। तिम्रो इज्जत। बाचा? कस्तो बाचा? मैले आएर कस्तो बाचा भनेको थिएँ? चुरो छोड्छु भनेको होइन तिमीले? त्यो लागि राम्रो बन्छु भनेको होइन हामी? तिम्रो परिवारले कति विश्वास गर्छ मलाई भन त? सरी दादा, सरी। ल जाउँ, अब यसो बस्दै कुरा गरौँ न एक ठाउँमा। मैले फेरि गल्ती गर्छु कि भनेर, मैले तिमीलाई फेरि चोट पुऱ्याउँछु कि भनेर। मन पनि हल्का भयो तिमीसँग कुरा गर्दा। आज राति नै? ए ल ठिक छ। अचानक प्रोजेक्ट सिफ्ट भएछ। सायद केही दिन बिजी हुन्छ होला। म चाहिँ भर्खरै जानुपर्ने छ। तिमीलाई बाटोसम्म कहीँ ड्रप गरिदिउँ?
जानुपर्ने भयो है मसँग है। सकियो काम? छैन अझै छैन। अनि हाम्रो कुरा चाहिँ भनेका थियौ नि खुलेर कुरा गर्ने। म डराएको छु जेनिसा, मैले फेरि पुरानो गल्तीहरू दोहोऱ्याउँछु कि भनेर। डर त मलाई पो लागिरहेको छ आया, तिम्रो फेरि मलाई पछि छोड्छौ कि। छोड्दिनँ जेनिसा, तिमीलाई छोड्दिनँ। जबसम्म समुद्रमा पानी सुक्दैन, जबसम्म मेरो जीवनकाल सकिँदैन, तबसम्म मैले तिमीलाई छोड्दिनँ। म आफ्नो भविष्य बनाउँदैछु। तर तिमीले बनाइरहेको भविष्यमा म छु कि छैन? मलाई तिमीलाई रोक्नु छैन आया, तिमीलाई बुझ्नु छ मलाई। मलाई डर लाग्छ जेनिसा, कतै मैले कम काम गरेँ भने म असफल हुने त होइन। यदि तिमीले हाम्रो सम्बन्धलाई नेग्लेक्ट गर्यौ भने मलाई त्यही जेनिसा भन्नु छैन आया, जो जहिले तिमीलाई कुरेर बस्छ। म तिमीलाई फेरि गुमाउन चाहन्न जेनिसा। चाहनु र गर्नुमा फरक छ आयान। सोचेर आऊ तिमीले के चाहन्छौ। यो भरको बाटो आज पानी उस्तै छ, तिमी बस्ने बेन्चमा हावा मात्रै कुरा गर्छ। हात समातेको दिनहरू झल जस्तै खुल्छन् फेरि। म एक्लो हिँड्दा पनि तिमी सँगै हुन्छौ जस्तो लाग्छ। तिमी भन्यौ रोज्न पर्छ माया कि भविष्य, म चुप लगेर हिँडे हराए दुवैतिर। तिमी गयौ बिस्तारी सपना बोकेर, म यही रोकिए यादहरू सम्तेर।
छाया लम्बो हुन्छ त्यो बेन्छ जै पनि तिमी कुरिरहे जस्तो छ चुप लगेर हेरे हराए दुबै की रात तिमी गयौ बिस्तारी सपना बोकेर माया हिरो किए यादहरू सम्तेर म तिमीलाई केही कुरा भन्न चाहन्छु जेनिसा। के हो भन न के कुरा ल किन मर्नु तल तिमी कति हेरेर भन कहाँ बस्नु खोजेको उठ अनि भन त के भन्दै थियो नबस न उठेर भन मलाई हेरेर भन्ने के भन्न खोजिरहेको कुरा के हो भने नि जेनिसा, मैले आफ्नो जिन्दगीको 25 वर्ष एक्लै बिताएँ, तर अब म एक्लै बिताउन चाहन्न। I love you and I want to marry you. प्लिज मेरो प्रपोज एक्सेप्ट गर जेनिसा। के भन्दैछौ आयन तिमीले यस्तो? मैले तिमीलाई त्यो नजरले कहिले पनि हेरेको थिएन। तिमी मेरो भविष्य होइन र कहिले हुँदैनौ पनि। Look Ayan, I understand your feelings, but I can't be yours. But why जेनिसा? किन म तिम्रो भविष्य बन्न सक्दिनँ? Because I love someone else, Ayan. And that guy is very special to me. And I can't live without him. I know you're a good guy, Ayan, but try to understand we're just friends. I don't have any intention to hurt you, but I love someone else. For me, you're just friend, nothing else. And who is that lucky guy? मै आयन के भनेको तिमीले? मैले उहाँको नाम कसरी लिन सक्छु? म त मेरो हुनेवाला हस्बेन्ड पो हो त। म त यहाँ तिमीलाई मेरो बिहेको इन्भिटेसन दिन आएको थिएँ, तर तिमीले त मलाई प्रपोज पो गर्यौ। याद छ तिमीलाई त्यो दिन जब मैले तिमीलाई प्रपोज गरेको थिएँ आयन? तर त्यो दिन तिमीले मलाई कसरी बेइज्जत गरेका थियौ? मेरो लुक्सको, मेरो ड्रेसअपको के नै भनेका थियौ मलाई तिमीले। ओ आज मैले त्यही भनेको छु तिमीलाई। तिमीलाई के लाग्छ तिम्रो प्रपोज मैले एक्सेप्ट गर्छु अब? कहिले पनि नसोच्नु आयन यस्तो। सुन्नु त सही, त्यो कलेजको कुरा गरेर अहिले के फाइदा छ? त्यो कलेजको दिनमा मैले जे गल्ती गरेँ त्यो मैले स्वीकारिसकेँ। बरु त्यसको लागि तिमीलाई मैले खुट्टै ढोग्नु पर्छ भने नि म तयार छु। तर प्लिज मलाई छोडेर नजाऊ। I really love you and I can't live without you. मेरो दिमाग घाँस सर्न गथ्यो कि मैले तिमी जस्तो केटीसँग त्यस्तो कुरा गरेँ, कि मैले तिमीलाई रिजेक्ट गरेँ। तर प्लिज मलाई छोडेर नजाऊ, मलाई छोडेर हेर यो नाटक मसँग नगर तिमीले अब। अनि आजदेखि तिम्रो अनुहार पनि मलाई नदेखाऊ। हामीमा जे थियो साथीमा मात्र थियो, अब त्यो पनि छैन। यदि यति भन्दा पनि तिमी मलाई छोडेर जान्छौ भने ठिकै छ, जाऊ। तिमी आफ्नै हस्बेन्डसँग खुसी बस, सुखी बस। तर याद राख, जुन दिन तिम्रो हस्बेन्डले तिम्रो आँखामा एक थोपा पनि आँसु चुहाउँछ नि, त्यो दिन मैले त्यसलाई छोड्नेवाला छैन। जिन्दगीमा एउटै पछुतो हुनेछ कि मैले तिमी जस्तो केटीलाई आफ्नो बनाउन सकिनँ। अब म हाँस्ने कि रुने त्यो त मलाई थाहा छैन, तर एउटा कुरा भन्न चाहन्छु,
जिन्दगीको कुनै मोडमा मलाई भेट्यो भने बोलाउनु जरुर। मर्नभन्दा अगाडि तिमीलाई मनभरि हेर्न चाहन्छु। अरे तपाईँ अझै पनि यहाँ आउनुहुन्छ? म सम्झनाहरू हराउन चाहन्छु। या सायद नयाँ सम्झनाको खोजीमा हुनुहुन्छ। मैले कहिल्यै सोचेको थिइनँ एउटा अपरिचितले मेरो मन यति हलुका गराउँछ भनेर। के थाहा यो अपरिचितलाई भगवानले हजुरको मन हलुका बनाउनकै लागि पठाउनु भएको हो कि? अनि यो अपरिचित र परिचितमा जस्ट हकको मात्र त फरक हो नि, होइन र? अनि हिजो किन नआएको नि तिमी? मेरो महत्त्व कति छ थाहा पाउन? थैट वाहियात नचाहिने कुरा। वाहियात होइन नि, तपाईँले त खुब खोज्नु भयो त मलाई। नै होइन, किन खोज्नु र तिमीलाई? हावा गरेर नगर त। मसँग झुट बोले पनि आफ्नो यो मनसँग झुट नबोल्नु ल। के भन्न खोजेको तिमीले? जे हो त्यही। भन न के हो? के भन्ने हो र? अब मैले थाहा पाउने कुराहरू थाहा पाइसके सकिगयो नि। अनि कसरी थाहा पाउ त? मैले तिमीलाई हिजो खोजेको थिएँ भनेर। जहाँबाट थाहा पाउन्थ्यो थाहा पाइसके। मेरो पछि जासुस छोडेकी छौ कि क्या हो? खै त्यो त भन्न मिल्दैन।